गर्छु आउने पाउनालाई हावा सररा चितवनको जङ्गलैमा सररा सौराहा घुमेपछि मनै हररा चितवनको जङ्गलैमा हावा सररा सौराहा घुमेपछि मनै हररा सौराहा घुमेपछि मनै हररा ताछ हजुर ममा निउला सिरा कलाई ताछ आज हाम्रो पाहुना कालीकोटदेखि घुम्दै फिर्दै सौरा आउनु भएको छ मानव भरमादी कठे पाथीलाई झुसी हजुरहरूलाई भेट्दा आज निकै लाग्यो खुसी खुसी रहोस् हजुरको मन बयासीको छ शुभकामना हावा सररा हजुरको मन बयासीको छ शुभकामना हावा सररा चितवनको जङ्गलैमा हावा सररा सौराहा घुमेपछि मनै हररा चितवनको जङ्गलैमा हावा सररा सौराहा घुमेपछि मनै हररा सौराहा घुमेपछि मनै हररा टाढा टाढादेखि हजुर सौरा घुम्न आउने टाढा टाढादेखि हजुर सौरा घुम्न आउने हात्ती सवार जीप सफारी सबै घुम्न पाउने बाघ भालु हात्ती गैँडा सबै देख्न पाउने घुम्न फिर्न सौरामा आइन्छ ध्रुवे हात्ती देख्नलाई पाइन्छ हावा सररा चिन्नलाई आइन्छ ध्रुवे हात्ती देख्नलाई पाइन्छ हावा सररा चितवनको जङ्गलैमा हावा सररा सौराहा घुमेपछि मनै हररा चितवनको जङ्गलैमा हावा सररा सौराहा घुमेपछि मनै हररा सौराहा घुमेपछि मनै हररा वारिपट्टि रेस्टुरेन्ट पारी जङ्गल छ नि वारिपट्टि रेस्टुरेन्ट पारी जङ्गल छ नि सलल सधैँभरि राप्ती बगिरहने सलल सधैँभरि राप्ती बगिरहने माछी बस्छ कठैबर खोलीको ल्याउमा गोहीहरू बस्छ हजुर रापाती छेउमा पारिपट्टि घाम लाउने घमाइलो हरियाली सौरा रमाइलो हावा सररा घाम लाउने घमाइलो हरियाली सौरा रमाइलो हावा सररा चितवनको जङ्गलैमा हावा सररा सौराहा घुमेपछि मनै हररा चितवनको जङ्गलैमा हावा सररा सौराहा घुमेपछि मनै हररा सौराहा घुमेपछि मनै हररा हिँड्दा डुल्दा हजुरहरूलाई सवारीमा शुभ यात्रा रहोस् हिँड्दा डुल्दा हाम्रो पाहुनाहरूलाई सवारीमा शुभ यात्रा रहोस् बिजनेस व्यापार राम्रोसँग बढी जाओस् देश विदेश आउँदा जाँदा शुभ साइद रहोस् देश विदेशमा हुने हजुर छोराछोरी सुखमय रहन् नयाँ सालमा आँटेका कामहरू सबै सफल रहन् सधैँ साराङ्गी रेटेर खुसी लाग्यो
कोठामा चाहिँ साह्रै झ्याउला ल केष्टा कोटा आफ्नै काटी छोरालाई भोटो गरिबको घरमा जन्म लिनु कर्मै खोटो पढाइ लेखाइ ठुलो मान्छे बनाउनी रहर गाउँमै बित्यो आफ्नो जीवन पुगोस् छोरा सहर भैँसमा टेके मैले तिमी टेक्नु धुरी भैँसमा टेके मैले तिमी टेक्नु धुरी सके जति छेकी दिम्ला घामा आदि हुरी पाखुरीमा तागत रहे सम्मान बोकी हिँड्छु हालेर काँदे कुरी हालेर काँदे कुरी हालेर काँदे कुरी रात जस्तै अँध्यारो दिन घाम बिना रात जस्तै अँध्यारो दिन घाम बिना त्यस्तै अँध्यारो छ जीवन हाम्रो ज्ञान बिना त्यस्तै अँध्यारो छ जीवन हाम्रो ज्ञान बिना भैँसमा टेके मैले तिमी टेक्नु धुरी भैँसमा टेके मैले तिमी टेक्नु धुरी सके जति छेकी दिम्ला घामा आदि हुरी पाखुरीमा तागत रहे सम्मान बोकी हिँड्छु हालेर काँदे कुरी हालेर काँदे कुरी हालेर काँदे कुरी कस्तो लाग्यो हजुरहरूलाई धेरै खुसी लाग्यो छोरी आफ्नो एक बुवाले छोराको लागि गरेको सङ्घर्षको कथाको गीत सारङ्गी सारङ्गी मुभी सायद यो फिल्म अब आजको लागि हामी अहिले यो फिल्म आज चल्या हो यो फिल्म हेर्न आउँथ्यो यो फिल्म अस्ति नै चल्या हो हलमा बाहिर जाउँ एकछिन बसौँ गीतै पनि एकदमै भावुक छ कहाँ पाएर जाने अन्त फेरि वर्ष यहीँ हो आज बेलुका यहीँ बस्ने सास नहराउँ ढिला नहराउँ तर चाहिँ अङ्कल साह्रै मिठो साह्रै मिठो छ गीत शब्द एउटा भनौँ न चाहिँ सौराको चाहिँ एउटा आकर्षक भनेको चाहिँ हाम्रो अङ्कल पनि हुनुहुन्छ जहाँसम्म चाहिँ होइन एकचोटि मान्छेले चाहिँ अब जे भनौँ होइन अब आफ्नो धर्म आफ्नो कर्म नछोड्नु होला यो साह्रै मलाई चाहिँ यहाँ आएपछि एकचोटि हजुरसँग बसेर चाहिँ होइन हजुर चाहिँ यहाँ नआए पनि हामी म त बोलाएर भयो नि अङ्कल गीत गाउनुहोस् भन्छु म चाहिँ एकदम हाम्रो संस्कृतिलाई अब जोगाइराखेको छु होइन आउने पाहुनाहरूलाई चाहिँ अब एउटा यो मान्छे भागाले हँसाउने चिज पनि हो रुवाउने चिज पनि यो दुइटै गर्छ यसमा कला भनेको त्यही त नि त्यो कसरी सङ्गीत हजुर अहिले हजुरको अब भनौँ अब यही सारङ्गीबाट होइन हजुरको अब भर्खरै यहाँनिर अब त्यस्तै गीतहरू पनि छन् कि हजुरको कि सुन्दा यहाँ आँसु झर्छ पनि छ र अब अर्को गीतको पाटो कस्तो छ भने हजुरको चाहिँ पुरा हाँसेर चाहिँ एकदम चाहिँ छक्क बनाउने गीत पनि छन् र हजुरको चाहिँ जुर्कै उठेर नाचौँ जस्तो गीत पनि छन् यसैमा आउँछन् यो सबै भावहरू यसो बोकेको छ कि सारङ्गीले जुन बाटो लयो त्यही बाटो गरिदियो भने अब यसो माहौल हेऱ्यो जस्तै अब अङ्कल विदेशीहरूले सुन्छन् कि सुन्दैनन् सुन्छन् उनीहरूले सुन्छ कोही कोही विदेशी तिनीहरूले गीत बुझ्न नबुझे पनि यो आफ्नो संस्कृतिको लागि चाहिँ होइन सकेसम्म होइन उनीहरूलाई चाहिँ यसको बारेमा चाहिँ जानकारी गराउने एकचोटि के हो भन्नुहुन्छ भने हामीले पुग्नुपर्छ छोरी रिसाउनु दिएर जाइकन रिसाउनु हुँदैन तपाईँहरू जस्तो जसले जाने नि हजुरजी भने नि म त चित्त बजाउन म त फेरि त्यो हामी हाँस्ने हो रमाउने हो मेरो आमा जति सोझ्यो नि म चाहिँ तर बदला लिन्छु सबैको रिस उठ्यो भने अङ्कल तपाईँले रिस उठाउनु भने म त आइहाल्छु सौरा रिस उठाउनु जडाएर हो म त 85% सहन्छु 15% सहँदैन यहाँ भिडियो भइरह यो कुरा हाल्ने हो भिडियो हजुर भयो यहाँसम्म आउनलाई स्वागत गर्छु आउने पाउनलाई हावा सररा यहाँसम्म आउनलाई अनि सबैभन्दा होटल
सत्कार भन्ने अलिकति ठिकै हुन्छ। त्यो माथि उतापट्टि यहाँ विदेशीहरू बसे यतापट्टि मैले कोठा लिएर बसेको अनि तिनीहरूले त्यो बाहिर अलिकति छत त्यतिखेर पलस्टर घर है घोरन हालेको सानो छत त्यसमा बसेर त्यो जो खाबा हो ऊ हुन्छ भनेपछि हजुरलाई चाहिँ त्यस्तो भनौँ न कहीँ जानु छ भनेपछि ए कहीँ जानु भनेर नि बाबु अब मान्छे छैन अहिले कोही छ अनि त्यो सरको गफ मन परिरहेको छ त्यो छतमा मिठो गफहरू हुन्छ छतमा तिनीहरूले उ गरेर सानो अगुन भन्ने बजाएर साउन्ड बाहिर निकालेर नाचिरहेछ अनि त्यो हो जो खाबा हो त्यो पनि बोल्लो गीत त्यो त्यसकै साथमा बोल्लो तिनीहरू नाचेका अब खासै नेपाली गीत के बुझ्ने या तर त्यसै म्युजिकको तालमा उनीहरू अनि मलाई पनि खोइ के भएछ यो अब अहिले मैले गाउँदा मैले टिपे पनि हुन्छ त त्यस्तै गरेर उसको गीत मैले टिपेँ अनि दोहोरी अलिकति चलाउँदा त म अरू के दिनु थ्याङ्क यू यस यस किनभने हामीले त्यो ऊ गरेको मान्छेसँग यसले पनि दोहोरी गायो भन्ने उसलाई गीतको भाव अब मैले के भने उसले गाली गरेँ कि उनले गाली गरेँ कि उनलाई थाहा भएन तर किनभने उनले त्यो कि हाम्रो खाबासँग पनि उसले बोल्यो नि त भन्नेमा मात्रै पुगेको थिएँ मैले बुझाइदिएँ अब उनीहरू के भन्ने भने अब उहाँले भने जस्तै हामीले जति गहिरोले बुझ्यौँ उनीहरू नबुझ्ने अब कोही त केही कुरा त बुझ्ने भयो अब कोही विदेशीहरूको म सँगसँगै गाउने खाले हुन्छन् पुरा नेपाली गीत के म सँगसँगै एउटा त्यो इन्द्रनीमा गएर उसँग कृष्ण कस्तो गीत कस्तो दोहोरी आन्छ बाबा गाएकी छैन गाउँछ नि त गाउन